हजुर तिज आउनु कति दिन छन् अब तिज त अब यो आज 9 गते र 29 गते कति 30 गतेसम्म तिज पनि आउनु लागि तिमीलाई अस्ति म विदेश आउनु ल्याइदिएँ कपडा कस्ता खानु राम्रो छ एक त्यही त यो अस्ति मैले के कपडा खोज्नेले देखेको थिएँ त्यो साडी पनि राम्रो लाग्यो यो तिजमा तिनै साडी लाउनु त होला के भन्छौ कि तिन साडी लगायो हुन्न त्यो फरिया छ त्यो फरिया लगायो हुन्न बजेट पनि थिएन अब मैले त अस्ति लगेँ सोचेको राम्रो सोचेँ बर्थडेलाई त्यो साडी छँदैछ फरिया लगायो भने फरिया छँदैछ यो तिजमा धेरै खर्च आउन कि भनी सोचेको थिएँ मैले त ठिक छ त अब साडी किन्नु भयो पाइन टी सर्ट लानु कुरा भएन एक दिनको तिज त क्या लाम भने त्यही साडी लाम भने त किन हुनु हो र तिजमा फेरि धेरै तिमीले मन पनि पराउने हो तिजमा खासै त्यस्तो होइन मैले फेरि के सोचेको थिएँ भने साडी छँदैछ बरु अरू सामान किनिदिउँला भन्ने विचार गर्थेँ ठिकै छ साडी किन्ने भए म बजार जान्छु अब त्योबाट काम सकेर आउने होला साडी ल्याइदिउँला नि त हुन्छ अब ठिक छ अब महँगो साडी त के गर्ने हो र आज पनि चलेगा त्यही 1200-1500 ल्याउले नि त नभए एउटा हुन त अब 10,000 15-20,000 पनि साडी देखाएको छु देख्नु त मैले अब भए पनि अब खासै एक दिनको 1-2 घन्टाको तिज रमाइलो गर्नु त हो नि तिनी पुरानो साडी त्यत्तिकै छन् कहिले लाएको देख्दिनँ अघि पछि मैले त्यो तिजमा पाएँ त्यत्रो खर्च गर्नुभन्दा बरु म बरु तिजमा त्यो साडी किन्ने पैसाले र खातामा हालिदिउँला तिम्रो एटिएम पिन तिमीसित राखौली त्यो पुरानो साडी लाग्यो हुन्न चुरा पनि देख्थेँ अस्ति नै सेटका चुरा पालिस पनि देख्थेँ हो र ठिक छ त अब तिमी किन जानु पर्यो र म उता कामबाट आउनेर ल्याइदिउँला नि त